नमस्कार साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आशा छ तपाईहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। आजको भ्लग एकदमै स्पेशल हुनेवाला छ किनभने आज हामी एक्सप्लोर गर्दैछौँ लेक टाहो, क्यालिफोर्निया। प्राकृतिक शान्ति र एडभेन्चरले भरिएको एकदमै सुन्दर ठाउँ हो क्यालिफोर्निया। साँच्चै भन्नुपर्दा यो ट्रिप धेरै दिनदेखि प्लान गरिरहेका थियौँ र आज फाइनल्ली यहाँ आउन पाउँदा मन एकदमै खुसी लागिरहेको छ। यदि तपाईँ नेचर भ्लग मन पराउनुहुन्छ भने आजको भिडियो पुरा हेर्नुहोला। Let's go trip to exploring Lake Tahoe. पानी यति निलो यति क्लियर छ कि हेर्दा फेक जस्तै लाग्छ तर वास्तवमा रियल रहेछ। वरिपरि पहाडहरू, शान्त वातावरण, हल्का हावा, यस्तो दृश्य नजिकैबाट अवलोकन गर्न पाउँदा मेरो मन धेरै नै हर्षित भएको छ। अब अलिकति लेक टाहोको बारेमा कुरा गरौँ। लेक टाहो क्यालिफोर्निया र नेभाडा दुवै स्टेटमा फैलिएको छ। यो नर्थ अमेरिकाकै सबैभन्दा डिप र क्लिन लेक मध्ये एक हो। अब हामी गाडी यतै रोड साइडमा रोक्छौँ। थोरै रेस्ट पनि हुने अनि भोक पनि लागिरहेको छ। अब खास कुरो के भने आज हामी बाहिरको होइन आफैले बनाएको चटपटे खाँदैछौँ। साँच्चै भन्नुपर्दा घरको चटपटेको स्वाद अलग नै हुन्छ। यात्रामा यस्ता साना साना मोमेन्टहरू सबैभन्दा प्रेसियस हुन्छ। महँगो रेस्टुरेन्ट होइन, नेचर, फ्यामिली, फ्रेन्ड्स अनि आफ्नो हातले बनाएको खाना। थोरै खायौँ, थोरै गफ गऱ्यौँ, थोरै हाँस्यौँ अनि फेरि ट्रिप कन्टिन्यू गऱ्यौँ। साँच्चै नै भन्नुपर्दा साथीहरू, यस्तो ठाउँमा आउँदा मन भित्रैदेखि शान्त हुन्छ। बिजी लाइफ, स्ट्रेस, टेन्सन सबै बिर्सिएर बस मोमेन्ट इन्जोय गर्न मन लाग्छ। हामी सबैले कहिलेकाहीँ नेचरसँग रिकनेक्ट गर्नुपर्छ। आउँछ यहाँ आउँछ ल आउँछ। अहिले हामी लेक साइड हिँड्दैछौँ। यहाँ हिँड्दा टाइम स्लो भयो जस्तो लाग्छ। पानीको आवाज,
हावाको सुस्केरा, बर्डको साउन्ड, सिटी लाइफमा हामी यस्ता मोमेन्ट धेरै मिस गरिरहेका हुन्छौँ। फ्यामिलीसँग, किड्ससँग यो ठाउँ एकदमै पर्फेक्ट छ घुम्नको लागि। ए मन्जु दिनको समय जति सुन्दर देखिन्छ, रातको भ्यूज त झनै राम्रो देखिन्छ। यहाँ चारैतिर लाइट, सप, क्याफे, रेस्टुरेन्ट अनि मानिसको चहल पहल। हेर्नुहोस्, स्ट्रिट लाइट, होटलको चम्किलो बत्ती र ब्याकग्राउन्डमा क्लिन तर लाइभली फिलिङ। डाउनटाउन लेक छाउमा राति हिँड्न, कफी खान, लेक साइड नजिक बस्न एकदमै मजा आउँछ। कोल्ड वेदरमा भए पनि लाइटले वार्म फिलिङ दिन्छ। साथीहरू, फ्यामिली अनि आफ्नो बच्चाहरूसँग राति यहाँ हिँड्नु एकदमै मेमोरेबल हुन्छ। साँच्चै नै भन्नुपर्दा दिनभरि एक्सप्लोर गरेपछि यस्तो नाइट वाक पुरै थकान हटाइदिन्छ। लेक छाउ डाउनटाउनको नाइट भ्यू शान्त, क्लिन र सुरक्षित पनि छ। यहाँ हिँड्दा धेरै भिड पनि छैन, एकदम शान्त वातावरण छ, ब्यालेन्स मिलेको एटमोस्फियर।
Lake Tahoe. This is in California. South Lake, right? South Lake Tahoe. ल साथीहरू, आजको ट्रिप टु एक्सप्लोरिङ लेक टाहो ब्लग तपाईहरुलाई कस्तो लाग्यो? तपाईहरुलाई यो भिडियो मन पर्यो भने कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। लाइक र कमेन्ट गर्नुहोस् अनि तपाईको साथीहरुसँग शेयर पनि गर्नुहोस्। तपाईको साथले हामीलाई अझै धेरै प्रेरणा पनि मिल्नेछ। धन्यवाद।